डाक्टर मेरो बच्चालाई छारे रोग छ औषधि प्रयोग गर्न लागे 1 महिना भइसक्यो अब बन्द गर्ने के गर्ने कसरी खाने के गर्ने के प्रयोग गर्ने हो खानेकुरामा यो बाबुलाई छारे रोग छ सिजर डिसअर्डर छ र हामीले मलाई औषधि खुवाउनलाई 1 महिना भयो अब यो आज हजुर फलोअपमा आउनु भएको रहेछ दिन्छु बच्चाको तौल अनुसार डोज म मिलाइदिन्छु र यो औषधि नियमित रूपमा सेवन गर्नुपर्छ एउटै टाइममा बिहान एउटा टाइम बेलुका एउटा टाइम जस्तो बिहान 6 बजे गर्नुभएको छ भने बेलुका पनि 6 बजे गर्नु होला र यो नियमित रूपमा एक दिन पनि नछोडेर एउटा खुराक पनि नछोडेर 2 वर्षसम्म यो औषधि लगातार खुवाउने र यिनलाई बेला बेलामा बोलाएको बेला फलोअपमा लिएर आउनु होला 6 महिनामा आएर यिनलाई चेक जाँच गर्नुपर्ने हुन्छ यो औषधिले शरीरमा केही नराम्रो असर गर्यो कि भनेर एउटा लिभर फङ्सन टेस्ट भन्ने एउटा जाँच पनि गर्नुपर्छ र हजुरले सोध्नु भएको जस्तो के खानेकुरा बार्ने अनि केही खानेकुराहरू त्यस्तो बार्नुपर्ने केही पनि हुँदैन सबै खानेकुराहरू खुवाउनु होला बङ्गुरको मासु खानु चाहिँ खानुहुन्न पहिले बङ्गुरको मासु खानुहुन्थ्यो अब त्यो बङ्गुरको मासु सबै नखाएको राम्रो यदि खानु पर्यो नै भने हजुरले एकदम पकाएर एकदम मजाले पकाएर मात्रै खानिदिनु होला है र बच्चालाई के कुरामा सावधानी अपनाउने त भनेपछि यिनीहरूलाई दिमागलाई असर गर्ने कामहरू गर्नु हुँदैन मोबाइल टिभी जस्ता विद्युतीय उपकरणहरू सकभर प्रयोग गर्न नदिनु होला कति मारकाट गरेको ठाउँ छ दिमागलाई एकदम बच्चालाई दिमागमा एकदम असर गर्ने चिजहरू छ भने त्यो दुःख परेको ठाउँ छ मान्छेको जमघटको भएको ठाउँ छ भने त्यस्तो ठाउँमा सकभर नलाउनु होला र यिनीहरूलाई घरको छतमा आगाको नजिक हैन कुवाको नजिक किनभने कहिलेकाहीँ सिजन आउन सक्छ त्यस्तो अवस्थामा दुर्घटना हुने डर हुन्छ घरको छतबाट खस्ने डर हुन सक्छ पानीमा छ भने पानीमा डुब्ने डर हुन सक्छ आगोमा छ भने आगोमा जल्ने डर हुन सक्छ त्यस्तो कुराहरूबाट उनीहरूलाई जोगाउनु पर्ने हुन्छ एक्लै त्यस्तो ठाउँमा नछोड्दिनु होला र बच्चालाई नियमित रूपमा औषधि सेवन गर्नुपर्छ एक कुरा पनि नछोड्नु होला कहिले पाहुना पर्न जानु पर्यो कहिले माइत जानु पर्यो भने त्यो औषधि सधैँ लगेर जाने गर्नु होला र डाक्टरले बोलाएको बेलामा आउने गर्नु होला खानेकुरामा त्यस्तो बार्नुपर्ने केही हुँदैन र यिनलाई आएको बेलामा हामीले सबै यिनको बच्चाको विकासका क्रमहरू ठिक छ कि छैन तौल बढाएको छ कि छैन अरू शरीरमा केही नराम्रो असर औषधिले पुर्याएको छ कि छैन त्यो चेक गर्नुपर्ने हुन्छ र नियमित रूपमा औषधि सेवन गर्नु होला डाक्टर त्यस्तो केही होइन त्यो एकदम गलत कुरा हो जडीबुटी खाएर छारे रोग ठिक हुन्छ भन्ने गाउँघरतिर एउटा अन्धविश्वास हुन्छ त्यो एकदम गलत कुरा हो बुटी पर्यो त ल ठिकै छ अरे मानव जडी पर्यो भने जहेर पर्यो भने के हुन्छ त्यसमा के जडीबुटीमा के लेखे आउँछ त केही पनि लेखे आउँदैन त्यसको डेट एक्सपायरी कहिले हो त्यो कहिले बनेको हो के पनि लेखे आउँदैन के को लागि प्रयोग गर्ने त्यस्तो जडीबुटी जस्तो चिजमा अन्धविश्वास हो त्यो त्यस्तोमा अन्धविश्वास नगर्ला डाक्टरले चिकित्सकले सल्लाह अनुसार हामीले दिएको औषधि मात्र सेवन गर्नु होला हैन छारे रोग जडीबुटीले कहिले पनि ठिक हुँदैन त्यो गलत हो अन्धविश्वास हो र यसलाई नियमित रूपमा यदि हामीले औषधि सेवन गर्यौँ भने यो ठिक हुन्छ तर हजुरले एक खुराक पनि औषधि छोड्नुभयो भने फेरि पनि सिजर आउने डर हुनसक्छ फेरि पनि छारे रोग आउने डर हुनसक्छ त्यो छारे रोग चाहिँ बढ्दै जाने डर हुनसक्छ बच्चाको ज्यान पनि खतरा हुनसक्छ त्यही भएर हजुरले औषधि नियमित रूपमा सेवन गर्नुपर्छ र कहिले त्यसरी सिजर आइहाल्यो भने कति पनि चिन्ता नगर्ला बच्चालाई सुरक्षित स्थानमा राख्नुला वरिपरि के धारियो हतियार छ भने त्यसले चोटपटक लाग्न सक्छ बच्चाको ज्यान जाने डर हुनसक्छ त्यही भएर बच्चालाई आफ्नै काखमा राख्ने र त्यस्तो अवस्थामा सकभर बायाँतिर पोल्टे बनाएर बच्चालाई राख्ने कहिलेकाहीँ त्यो थुक गर्ने सर्काउने डर हुनसक्छ र गाउँघरतिर जुत्ता सुँगाउने हुन्छ पानी मुखमा हालिदिने चलन हुन्छ त्यो एकदम गलत कुरा हो त्यसले बच्चाको ज्यान पनि लान सक्छ त्यही भएर त्यस्तो काम गर्नु हुँदैन है त्यस्तो झट्का आयो भने धेरै बेरसम्म आइरह्यो भने नजिकमा हस्पिटल छ अथवा बच्चाको डाक्टर हुनुहुन्छ बाल अस्पताल छ भनेर लगेर जाने नत्र बच्चालाई सुरक्षित स्थानमा आफ्नै काखमा राख्नु त्यस्तो अवस्थामा केही समयपछि त्यो झट्का फेरि कन्ट्रोलमा आउँछ र त्यसपछि नजिकै फेरि कतै हजुरले औषधि छोड्नुभयो कि कतै बच्चाको उमेर बढ्दैछ तौल पनि बढाएको छ डोज पुगेन कि भनेर फेरि अस्पताल ल्याएर त्यस्तो अवस्थामा फेरि चेक जाँच गराउनु पर्ने हुन्छ नमस्ते सर अब हामी हुन्छ हजुर ल धन्यवाद है